सबैजना साथीहरूलाई नमस्कार। अहिले धेरै साथीहरूले चाहिँ के भन्दाखेरि भिडियोहरू बनाउनुहुन्छ। भिडियोहरू फेसबुक, युट्युब त्यसै गरी चाहिँ नि टिकटक लगायतका सामाजिक सञ्जालहरूमा राख्ने गर्नुहुन्छ। तपाईँहरूलाई जानकारी नै छ होइन? खास गरिकन यो भिडियो कन्टेन्ट बनाउने साथीहरूले, भिडियो बनाएर अपलोड गर्ने साथीहरूलाई चाहिँ नै भिडियो एडिट मोबाइलबाटै कसरी गर्ने भन्ने सम्बन्धमा तपाईँहरूलाई म छोटो जानकारी दिन्छु। धेरै साथीहरूलाई थाहा नहुनसक्छ। तपाईँहरूले चाहिँ नै हेर्नु होला, म यो स्क्रिनमा देखाइरहेको छु। तपाईँहरूलाई सजिलो एउटा चाहिँ नै तपाईँ सबभन्दा पहिला प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गएर यहाँ स्क्रिनमा देखाए जस्तै तपाईँहरूले चाहिँ यहाँ यसमा युकट भन्ने हुन्छ, यसलाई चाहिँ पहिला सुरुमा युकटलाई डाउनलोड गर्नु होला। मेरो अटोमेटिक पहिले नै डाउनलोड गरिरहेको छ, यसलाई ओपन गर्नु होला। डाउनलोड गरिसकेपछि अनि तपाईँ चाहिँ नै यो प्लस चिन्हमा जानु होला। प्लस चिन्हमा गएर न्यू प्रोजेक्ट भन्नेमा क्लिक गर्नु होला होइन। यहाँ चाहिँ नै एउटा भिडियो छ, मानौँ मैले एउटा भिडियो तपाईँहरूलाई यहाँ डेमोको रूपमा देखाउँछु है, कसरी एडिट गर्ने भन्ने सन्दर्भमा। यो भिडियो भयो 4 मिनटको छैन। तपाईँहरूले यहाँ जानुहुन्छ, यहाँ गएर यसलाई यसरी प्ले गर्नुहुन्छ होइन। अनि यसलाई अहिले 4 मिनटको छ, तपाईँले 2 मिनटको बनाउनु, कहाँनिरसम्म राख्ने हो। जस्तो 1-2 मिनटको बनाउनु पऱ्यो भने यहाँसम्म कहाँनिरसम्म राख्ने, जहाँनिरसम्म राख्ने हो त्यहाँनिरसम्म यहाँ क्लिक गर्नुहोस्। अनि यसलाई यसरी यहाँ डिलिटको अप्सन हुन्छ, यसलाई फाल्नुहोस् होइन। तपाईँहरू यो अहिले फेसबुक टिकटकको लागि यो साइज छ होइन। युट्युबको लागि गराउनु पऱ्यो भने चाहिँ तपाईँहरूले यसमा क्लिक गर्नु होला। अनि यहाँ क्रप भन्ने अप्सन हुन्छ, त्यसमा यहाँ साइजहरू दिएको छ हेर्नुहोस्। युट्युबको लागि यो भयो होइन, टिकटकको लागि यो भयो होइन। विभिन्न साइजहरू छन्, यसमा जुन बनाउने हो त्यसमा तपाईँहरूले बनाउनु। अनि यो भोइस तपाईँहरूलाई सानो लाग्यो अथवा सानो बनाउनु पऱ्यो, ठुलो बनाउनु पऱ्यो भने यहाँ जाने यो भोइसमा। अनि ठुलो बनाउनु पऱ्यो भने यसो सानो बनाउनु पऱ्यो भने यसो बनाउनु, टिक गर्ने। अनि यहाँ माथि सेभ अप्सन हुन्छ, यहाँ गएर सेभ गर्ने। अनि त्यो सेभ भएको भिडियो चाहिँ यता ग्यालरीमा आएर बस्छ होइन, यहाँ आएर बस्छ। अनि तपाईँले राख्ने। अनि अर्को कुरा, तपाईँहरूले चाहिँ केही लेख्नु पऱ्यो, भिडियोमा लेख्नु पऱ्यो भने फेरि त्यही अप्सनमा जाने, युकटमा जाने होइन। यहाँ केही लेख्नु पऱ्यो भने तपाईँहरूले चाहिँ यसो यहाँ केही लेख्नु छ भने यसमा जाने होइन। त्यसपछि टाइप गर्ने विभिन्न, अब यो केही नाम लेख्नु छ कि यस्तो गराउने, अनि टिक गर्ने। यसलाई यो साइज ठुलो सानो पनि बनाउन सकिन्छ, यसरी बनाउने। अनि सेभ गरेर टिक गरेर यो लेख्नलाई यो हुन्छ होइन। त्यसै गरी तपाईँहरूले चाहिँ नि योमा धेरै, अनि यो कस्तो कलरमा बनाउने भन्ने यहाँ हुन्छ हेर्नुहोस्। रातो बनाउने कि सेतो बनाउने कि यहाँ कलरहरू यहाँ हुन्छ होइन। तपाईँहरूले यसरी भिडियो बनाएर अपलोड गर्न सक्नुहुन्छ, सामाजिक सञ्जालमा राख्न सक्नुहुन्छ। थुप्रै यो आइडियाहरू छन् अहिले, एप्लिकेसनहरू तपाईँहरूले यसरी गराउन सक्नुहुन्छ। धेरै धेरै धन्यवाद है साथीहरू।